सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा नमस्कार। म हुँ टिभी पुन। मेरो टिभी पुन युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज मैले कक्षा 10 को विज्ञान तथा प्रविधि विषयको एकाइ 4 मा रहेको वंशानुक्रम हेरिडिटीका अभ्यासहरू लिएर आएको छु। यसमा यो एकाइको भाग 2 खण्ड 2 को जेनेटिक्स र जेनेटिक प्रविधि अन्तर्गत रहेका सम्पूर्ण अभ्यासहरू लिएर आएको छु। कृपया विद्यार्थी भाइ बहिनीहरू यो भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म हेरिदिनु होला र यो भिडियो मन परेमा तपाईँहरूले आफ्नो साथीहरूको माझमा सेयर गरिदिनु होला र यो भिडियोलाई सब्स्क्राइब गरेर लाइक गरेर र यसको भ्युजहरू बढाएर तपाईँहरूले मलाई सपोर्ट गर्न सक्नुहुन्छ ताकि मैले तपाईँहरूको लागि नयाँ नयाँ भिडियोहरू ल्याउन सकु र तपाईँहरूको शैक्षिक भविष्यलाई उज्जवल बनाउन सकु। त विद्यार्थी भाइ बहिनीहरू यस कार्यको लागि अब हामी अभ्यासतर्फ जाँदैछौँ। ढिलो नगरिकन हामी अभ्यासतर्फ जान्छौँ। अभ्यासमा रहेको छ सबैभन्दा पहिला 1 नम्बरको प्रश्नहरूबाट 1 नम्बरको प्रश्नहरूमा रहेको छ तलका प्रश्नहरूको सही विकल्प छनौट गर्नुहोस् भनेको छ। क नम्बरमा रहेको छ मेन्डलले आफ्नो प्रयोगका लागि कुन बिरुवा लिएका थिए? केराउ। खमा मोनोहाइब्रिड क्रसको जिनोटाइपिक अनुपात तलका मध्ये कुन हो? यसको सही उत्तर रहेको छ 1:2:1। यसै गरी ग नम्बरमा प्रश्न रहेको छ एउटा वंशबाट अर्को वंशमा सर्न सक्ने गुणलाई के भनिन्छ? वंशानुगत गुण। र अर्को घ नम्बरमा प्रश्न रहेको छ कालो वर्ण भएका आमा बुबाहरूबाट गोरो वर्ण भएको बच्चा जन्मियो, यस्तो हुनुको कारण के हो? आमा बुबा थिमा हुनु। आमा बुबा थिमा हुनाको कारणले गर्दाखेरि कालो वर्ण भएका आमा बाबुहरूमा भित्र चाहिँ गोरो गुण पनि लुकेको हुनसक्छ र त्यो गुण थिमा बीजमा पनि फेरि प्रजनन हुँदाखेरि त्यो गुण देखा पर्न सक्छ। यसै गरी 9 नम्बरमा रहेको छ कृषकले राम्रो मासु उत्पादन गर्नका लागि बुयर जातको बोका खोजेर स्थानीय बाख्राहरूसँग क्रस गराएर प्रजनन गराउने गर्दछन्। यसरी प्रजनन गराउनु कस्तो किसिमको विधि हो? यो हो छनौट प्रजनन। रमितले सुन्तला र कागती बीज प्रजनन गराएर नयाँ बिरुवा उत्पादन गरेका छन्। उक्त बिरुवा कस्तो बिरुवा हो? यसको सही उत्तर हो थिमा बिरुवा। अब अर्को प्रश्न रहेको छ 6 नम्बरमा रोशनी हिमाली क्षेत्रकी विद्यार्थी हुन्। उनको घरमा ढुवानीको लागि खच्चर पालिएको छ, तर उनको खच्चर बुढो भएकाले उनको घरमा नयाँ खच्चर ल्याउने कुरो चलिरहेको छ। यसै सन्दर्भमा उनले बुबालाई खच्चरले कसरी बच्चा जन्माउँछ भनेर सोधिन्। उनले बुबाले दिएको सही उत्तर तलका मध्ये कुन हो? सही उत्तर हुन्छ खच्चरले आफै बच्चा जन्माउन सक्दैन। अब हामीसँग रहेको छ 2 नम्बरमा फरक छुट्याउनुहोस्। फरक छुट्याउनुहोस्मा क नम्बरमा रहेको छ प्रबल गुण र लुप्त गुण। प्रबल गुण र लुप्त गुण बीच निम्न फरकहरू छन् भनेर हामी लेख्न सक्छौँ। प्रबल गुणलाई एकातर्फ र लुप्त गुणलाई अर्कोतर्फ लेखेर तालिकामा हामी यसरी छुट्याउन सक्छौँ र प्रबल गुणतर्फ 1 नम्बरमा हामी लेख्न सक्छौँ कुनै एक जोडा फरक गुण भएका शुद्ध जीवहरू बीच प्रजनन गराउँदा पहिलो वंशमा देखा पर्ने गुणलाई प्रबल गुण भनिन्छ भने यो बलियो गुण हो। यसै गरी लुप्त गुणमा हामी लेख्न सक्छौँ कुनै एक जोडा फरक गुण भएका जीव शुद्ध जीवहरू बीच प्रजनन गर्दा पहिलो वंशमा देखा नपर्ने गुणलाई लुकेर बस्ने गुणलाई लुप्त गुण भनिन्छ। यो कमजोर गुण हो। यसरी हामी लेख्न सक्छौँ। यसै गरी अर्को प्रश्न रहेको छ फिनोटाइप र जिनोटाइप बीच के फरक छ? फिनोटाइप र जिनोटाइप बीच निम्न फरकहरू छन् भनेर हामी लेख्नुपर्छ है परीक्षामा यसरी लेखेर अनि तालिका बनाउनु पर्छ। तालिकामा हामी फिनोटाइप र जिनोटाइपलाई यसरी देखाउन सक्छौँ र 1 नम्बरमा लेख्न सक्छौँ जीवहरूको बाहिरी गुणलाई फिनोटाइप भनिन्छ भने जीवहरूको आनुवंशिक संरचनालाई जिनोटाइप भनिन्छ। यो जीवको बाहिरबाट हेर्दा देखिने गुण हो, जस्तै अग्लो, होचो, कालो, गोरो आदि। भने 2 मा यो जीवको भित्री वंशाणुले बोकेको गुण हो, जस्तै क्यापिटल टिटी शुद्ध गुणलाई शुद्ध अग्लोलाई केले जनाउँछ? क्यापिटल टिटी। थिमा अग्लोलाई क्यापिटल टी स्मल टीले जनाउँछ भने शुद्ध होचोलाई स्मल टीले जनाउँछ। भनेको यो भित्र यिनीहरूको यस्तो गुण हुन्छ है। अनि कालोलाई क्यापिटल बीले जनाउन सक्छौँ शुद्ध कालोलाई र थिमा कालोलाई क्यापिटल बी स्मल बी आदि यस्ता अक्षरहरूले हामी जिनोटाइपलाई जनाउन सक्छौँ भनेर हामी लेख्न सक्छौँ। यसै गरी गमा रहेको छ इनब्रिडिङ र क्रस ब्रिडिङ है। अब यसको बारेमा मैले भन्दैन, तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ बुझ्ने गरी लेखिएको छ।
यसै गरी रहेको छ घ नम्बरमा कृत्रिम गर्भाधान र इनभिट्रो फर्टिलाइजेसनको बिचमा फरक। कृत्रिम गर्भाधान र इनभिट्रो फर्टिलाइजेसनमा यसरी हामी फरक लेख्न सक्छौँ। मैले यहाँ परिभाषाको रूपमा पनि एउटा फरक लेखिदिएको छु। यसले के फाइदा पुर्याउँछ भन्दा कहिलेकाहीँ हामीलाई परिभाषा नै पनि सोध दिन सक्छ, त्यति बेला परिभाषा पनि हामीले जान्दछौँ र फरक छुट्याउँदाखेरि हामीले परिभाषाहरू त त्यसै पनि फरक हुन्छ, एकन्ता परिभाषाको फरक पनि हामी लेख्न सक्छौँ। यसै गरी अब हामीसँग छ 3 नम्बरमा कारण लेख्नुहोस्। क नम्बरको प्रश्न रहेको छ सन्तान आफ्ना आमा बाबु जस्तै हुन्छन् तर दुरुस्त उस्तै हुँदैनन्, किन होला? है, सन्तानमा आफ्ना आमा बुबाबाट केही वंशानुगत गुणहरू सरेर जान्छन्, तर सबै गुणहरू सरेर जाँदैनन्, जसले गर्दा उनीहरू आमा बुबा जस्तै त हुन्छन् तर दुरुस्त उस्तै भने हुँदैनन्। ख नम्बरमा रहेको छ मेन्डलले आफ्नो प्रयोगका लागि केराउको बिरुवा रोजे, किन? किन भन्न खोजेको है, कारण लेख्नुहोस् भनेको छ। मेन्डलले आफ्नो प्रयोगका लागि केराउको बिरुवा नै रोज्नुका कारणहरू निम्न छन्। 1 नम्बरमा केराउको बिरुवा द्विलिङ्गी र बन्द भएकाले प्राकृतिक रूपमै स्वपरागसेचन हुन सक्छ। यसमा आवश्यकता अनुसार परप्रजनन गराउन पनि सकिन्छ भने यसको जीवनचक्र छोटो भएकाले छिटो छिटो नतिजा लिन सकिन्छ। यसै गरी हामीसँग छ ग नम्बरमा अग्लो केराउको बोट र होचो केराउको बोटबिच परपरागसेचन गराउँदा पहिलो वंशमा सबै बोटहरू अग्ला भए, किन होला? है, अग्लो केराउको बोट र होचो केराउको बोटबिच परपरागसेचन गराउँदा पहिलो वंशमा सबै बोटहरू अग्ला भए, किनभने अग्लो गुण प्रबल गुण हो, त्यो पहिलो वंशमा देखा पर्दछ र होचो गुण लुप्त गुण भएकाले उक्त गुण देखा नपरेको हो। यसै गरी घमा थिमाहा जीवमा स्वसेचन गराउँदा अलग अलग किसिमका सन्ततिहरूको उत्पादन हुन्छ, किन वा कसरी? थिमाहा जीवमा बुबा र आमा दुवैका गुणहरू सँगै रहेका हुन्छन्, तर पहिलो वंशमा प्रबल गुण मात्र देखा पर्दछ र लुप्त गुण लुकेर बसेको हुन्छ। जब तिनीहरू बिच दोस्रो वंशमा स्वसेचन गराइन्छ, तब पहिलो वंशमा लुकेर बसेका विभिन्न गुणहरू पनि देखा पर्दछन्, जसका कारणले गर्दा अलग अलग किसिमका सन्ततिहरूको उत्पादन हुन्छ। उहाँमा अपराधिक अनुसन्धानमा डिएनए परीक्षणलाई बढी विश्वसनीय मानिन्छ, किन? अपराधिक अनुसन्धानमा डिएनए परीक्षणलाई बढी विश्वसनीय मानिन्छ किनभने कुनै अपराधिक घटनाको शङ्कास्पद आरोपीको डिएनए परीक्षण गरी उसको कसुर प्रमाणित गर्न सकिन्छ। त्यसै च नम्बरमा रहेको छ जेनेटिक इन्जिनियरिङमा डिएनएको सूक्ष्म अध्ययन गरिन्छ। जेनेटिक इन्जिनियरिङमा डिएनएको अणुहरूलाई थपघट गर्ने, परिमार्जन गर्ने, आनुवंशिक दोषहरू हेरफेर गर्ने र नयाँ विशेषता भएका जीवहरूको विकास गर्ने जस्ता कार्यहरू गरिन्छ। यसका लागि जेनेटिक इन्जिनियरिङमा डिएनएको सूक्ष्म अध्ययन गरिन्छ। अब हामीसँग रहेको छ 6 नम्बरमा प्रश्न क्रस ब्रिडिङबाट जन्मिएका जीव नपुंसक पनि हुन सक्छन्, किन? क्रस ब्रिडिङबाट जन्मिएका जीवहरू थिमाहा हुन्छन्। यस्ता जीवहरू उत्पादन गर्दा आमा बुबाका सम्पूर्ण गुणहरू प्रसारण हुँदैनन्, जसले गर्दा यिनीहरू नपुंसक पनि हुन सक्छन्। डिएनए परीक्षणका लागि नमुना सङ्कलन गर्दा उच्च सतर्कता अपनाउनु पर्छ, किन? डिएनए परीक्षणका लागि नमुना सङ्कलन गर्दा उच्च सतर्कता अपनाउनु पर्छ किनकि नमुना सङ्कलन गर्दा त्यसको ढुवानी गर्दा कुनै सानो गल्ती हुन पुगेमा त्यसको नतिजा नै गलत हुन सक्छ। अब हामीसँग रहेको छ तलका प्रश्नहरूको उत्तर लेख्नुहोस् भनेको छ 4 नम्बरमा जेनेटिक्स भनेको के हो? है, वंशानुक्रम र परिवृत्तिको बारेमा अध्ययन गर्ने जीव विज्ञानको एउटा विधालाई जेनेटिक्स भनिन्छ। डिएनए परीक्षण भनेको के हो? यो के का लागि प्रयोग गरिन्छ? विभिन्न अपराधिक घटनाको अनुसन्धान गर्न डिएनए प्रविधिको प्रयोग गरिन्छ, जसलाई डिएनए परीक्षण भनिन्छ। यसको प्रयोग विभिन्न अपराधिक मुद्दाहरूको छानबिन गर्न, दोषीको पहिचान गर्न, पितृत्व पहिचान गर्न र वैज्ञानिक विधिको रूपमा तथ्यहरूलाई स्थापित गर्न यसको प्रयोग गरिन्छ। गमा जेनेटिक प्रविधिका उदाहरणहरू दिनुहोस्। जेनेटिक इन्जिनियरिङ
बायोटेक्नोलोजी, आणविक जीव विज्ञान, डिएनए परीक्षण, क्लोनिङ, वंशाणु थेरापी, पोलिमर्स चेन थेरापी, स्टेम सेल्स आदि जेनेटिक प्रविधिका उदाहरणहरू हुन्। जेनेटिक प्रविधिमा डिएनएको महत्त्व उल्लेख गर्नुहोस्। जेनेटिक प्रविधिमा डिएनएको मुख्य भूमिका रहेको हुन्छ। जेनेटिक इन्जिनियरिङमा कुनै जीवको डिएनएमा रहेका नाइट्रोजन बेस जोडी ए, टी वा सिजी परिवर्तन गर्ने, डिएनएमा रहेका कुनै वंशाणु हटाउने वा थप्ने गरी नयाँ गुण भएको जीव तथा वनस्पतिको विकास गर्न सकिन्छ। यसका साथै जीवहरूमा पाइने डिएनएको परीक्षण गरी कुनै आपराधिक अनुसन्धानबाट दोषीको पहिचान गर्ने, पितृत्व पहिचान गर्ने जस्ता कार्यहरू पनि गर्न सकिन्छ। घमा रहेको छ जेनेटिक इन्जिनियरिङको महत्त्व वर्णन गर्नुहोस्। जेनेटिक इन्जिनियरिङको प्रयोग गरी कुनै जीवको डिएनएमा रहेका नाइट्रोजन बेस जोडी ए, टी वा सिजी परिवर्तन गर्ने, डिएनएमा रहेका कुनै वंशाणु हटाउने वा थप्ने गरी नयाँ गुण भएको जीव तथा वनस्पतिको विकास गर्न सकिन्छ। यहाँ प्राय उस्तै प्रश्नहरू दोहोरिएको जस्तो छ। यसै गरी अर्को प्रश्न रहेको छ 6 नम्बरमा, मोनोहाइब्रिड क्रस भनेको के हो? रातो फुल फुल्ने केराउ आरआर र सेतो फुल फुल्ने केराउ स्मल आरआर केराउ बिच पहिलो परागसेचन, त्यसपछि स्वपरागसेचन गराउँदा पहिलो र दोस्रो वंशमा आउने परिणाम हो है। परिणामलाई फिलियल चार्टद्वारा देखाउनुहोस् भनेको छ है। कुनै एक जोडा फरक गुण भएका शुद्ध जीवहरू बीच प्रजनन गराई थिमाहा जीव उत्पादन गर्ने प्रक्रियालाई मोनोहाइब्रिड क्रस भनिन्छ। रातो क्यापिटल आरआर फुल फुल्ने केराउ र सेतो स्मल आरआर फुल फुल्ने केराउको बीच पहिलो परागसेचन, त्यसपछि स्वपरागसेचन गराउँदा पहिलो र दोस्रो वंशमा आउने परिणामलाई फिलियल चार्टद्वारा निम्नानुसार देखाउन सकिन्छ। हामी यसरी देखाउन सक्छौँ। एउटा रातो फुल फुल्ने केराउ छ, एउटालाई भाले मानिदिऊ। सेतो फुल फुल्ने केराउ छ, एउटालाई पोथी मानिदिऊ। यो भनेको भाले फुलमा रहेको फुलमा रहेको भाले प्रजनन कोषहरू जस्तै परागकणहरू है, एन्थरमा रहेका परागकणहरू उही फुल परागसेचन भनेको छ, त्यसैले अर्को फुल भनौँ न, अर्को फुलको स्टिग्मासम्म पुर्याउँदाखेरि के हुन्छ त भन्दाखेरि परप्रजनन हुन्छ। यसमा चाहिँ यो चाहिँ सुरुमा रातो फुल फुल्ने केराउको एलियल्सहरू हामी चाहिँ यसमा भित्री गुणहरू, यसका जिनले बोकेका गुणहरू क्यापिटल आरआर लेखौँ है। रातो फुल फुल्ने शुद्ध रातो फुल फुल्ने केराउ हो, त्यसैले क्यापिटल आरआर। र यो शुद्ध सेतो फुल फुल्ने केराउलाई चाहिँ हामी यसका भित्री गुणहरू यानि कि जिनोटाइपिक गुणहरूलाई चाहिँ हामी स्मल आरआरले जनाउँछौँ। र यसमा हामी मियोसिस कोष विभाजन भएर चाहिँ ग्यामेटहरू बन्दाखेरि कि त क्यापिटल आर कि त क्यापिटल आर बन्ने सम्भावना हुन्छ। र यसमा चाहिँ कि त स्मल आर कि त स्मल आर बन्ने सम्भावना हुन्छ, किनभने यिनीहरू शुद्ध गुण भएका जीवहरू हुन्। र यिनीहरूको बिचमा क्रस गराउँदाखेरि के हुन्छ त क्यापिटल आर ग्यामेट र क्यापिटल आर स्मल आर भएको ग्यामेटहरूको बिचमा क्रस हुँदाखेरि पहिलो वंशमा क्यापिटल आर स्मल आर भएको बच्चा जन्मिने सम्भावना हुन्छ, बिरुवा बन्ने सम्भावना हुन्छ। यसै गरी यो क्यापिटल आर र फेरि यो स्मल आर बिच पनि क्रस हुँदाखेरि क्यापिटल आर स्मल आर यानि कि थिमाहा रातो फुल फुल्ने केराउ बन्ने सम्भावना नै हुन्छ। यसै गरी यो क्यापिटल आर र यो स्मल आर बिच मिलन हुँदाखेरि पनि क्यापिटल आर स्मल आर र यो क्यापिटल आर र यो स्मल आर बिच मिलन हुँदा पनि क्यापिटल आर स्मल आर यानि कि सबै पहिलो वंशमा चाहिँ सबै बिरुवा चाहिँ थिमाहा रातो फुल फुल्ने बिरुवाहरू बन्ने सम्भावना हुन्छ। किनभने पहिलो वंशमा चाहिँ यो रातो फुल फुल्ने गुण चाहिँ प्रबल गुण हुन्छ र सेतो फुल फुल्ने गुण चाहिँ लुप्त गुण हुन्छ। त्यसैले प्रबल गुण पहिलो वंशमा देखा पर्छ र रातो फुल फुल्ने गुण चाहिँ लुप्त भएर बस्छ है। त्यसैले पहिलो वंशमा सबै रातो फुल फुल्ने केराउहरू देखा परेका हुन्। यसै गरी अनि फेरि त्यही थिमाहा रातो बिरुवाहरू बिचमा स्वप्रजनन गराउँदा पहिलो वंशमा के हुन्छ त शुद्ध रातो फुल फुल्ने एउटा, थिमाहा रातो फुल फुल्ने दुईटा र शुद्ध सेतो फुल फुल्ने बिरुवाहरू एउटा है देखा पर्दछन्। यसैले हामी यो चार्ट यसरी देखाउन सक्छौँ। अर्को छ 6 नम्बरमा मेन्डलको नियममा बिरुवा
मेन्डलको नियम बिरुवामा मात्र नभई जनावरमा पनि गर्न सकिन्छ भन्ने तथ्यलाई एउटा उदाहरणसहित स्पष्ट पार्नुहोस् भनेको छ। मेन्डलको नियम बिरुवामा मात्र नभई जनावरमा पनि प्रयोग गर्न सकिन्छ। यसका लागि वैज्ञानिकहरूले गिनीपिग नामक मुसा र ड्रोसोफिला नामक झिङ्गामा पनि प्रयोग गरेका थिए। यसको नतिजा बिरुवामा जस्तै नै आएको पाइयो। यसका उदाहरणका लागि एउटा कालो बिरालो क्यापिटल बिबी र खैरो बिरालो स्मल बिबी बिचमा पहिलो वंशमा परप्रजनन र त्यसपछि दोस्रो वंशमा स्वप्रजनन गराउँदाको नतिजा निम्न प्रकार रहेको छ। है यो कालो बिरालो क्यापिटल बिबी र खैरो बिरालो स्मल बिबीको बिचमा क्रस गराउँदा अघिल्लोको जस्तै फिमेल चाडहरू बन्न सक्छ र त्यसमा पनि उस्तै नतिजाहरू भएको पाइयो भन्ने कुरा यो चित्रबाट देखाउँछ। ज नम्बरमा रहेको छ मेन्डलको प्रबलताको नियम र सन्तानको शुद्धताको नियमको व्याख्या गर्नुहोस्। यो सन्तानको शुद्धताको नियमलाई हामी के भन्छौँ? यसलाई लैङ्गिक शुद्धताको नियम पनि भनिन्छ है। लैङ्गिक शुद्धताको नियम पनि भनिन्छ यसलाई। यो भिडियोलाई तपाईँहरूले पज गरेर हेर्न सक्नुहुन्छ, किनभने हामीलाई यहाँ सबै व्याख्या गर्दा एकदम लामो हुन्छ र भिडियो तपाईँहरूलाई एकदम लेन्दी लाग्छ है। त्यसैले यसलाई पज गरेर तपाईँहरूले सार्न सक्नुहुन्छ है त। सन्तान दम्पतिका लागि आइभीएफ वरदान साबित भएको छ। उक्त भनाइलाई स्पष्ट पार्नुहोस्। निसन्तान दम्पतिका लागि आइभीएफ वरदान साबित भएको छ किनभने यसले प्रजनन क्षमता कम भएका वा आनुवंशिक समस्या भएका दम्पतिहरूमा आफ्नै वा दाताबाट ल्याइएका शुक्राणु वा अण्डको निषेचन गरी त्यसलाई महिलाको पाठेघरमा राखी बच्चा पाउन सक्दछन्। तपाईहरूले यो भिडियोलाई पज गरेर सार्नुहोला र यसलाई राम्रोसँग पढ्नुहोला। यसलाई सबै लामो व्याख्या गर्दाखेरि लामो भिडियो बन्नेछ। लामो भिडियो तपाईँहरूलाई एकदम झ्याउ लाग्दो पनि हुनसक्छ। त्यसैले धेरै कुराहरू नगरेर मैले कतै कतै चाहिँ भिडियोलाई देखाउने मात्र गरेको छु। त्यसको लागि चाहिँ तपाईँहरूले कमेन्ट गर्नुहोला। सबै भन्दाखेरि लामो भिडियो हुँदा पनि कुनै असर नहुने जस्तो हुन्छ भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। आगामी दिनहरूमा नयाँ सुधारहरू गर्दै तपाईँहरूको बिचमा नयाँ नयाँ भिडियोहरू ल्याउने प्रण गर्दै तपाईँहरूले मेरो युट्युब च्यानललाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला र मलाई सपोर्ट गरिदिनु होला। अब आगामी दिनहरूमा तपाईँहरूले दिएको सल्लाह सुझाव बमोजिम नयाँ नयाँ भिडियोहरू ल्याउने छु भन्दै आजको लागि बिदा हुन चाहन्छु। हस्त नमस्कार।